आज बिहानै मात्रै मैले हेरेको, अघि भने नि मैले, आज बिहान मात्रै हेरेको मैले, केपी ओली हाम्रो ठुलो सम्पत्ति हो, देशकै सम्पत्ति, त्यसकारण उसलाई खाल्टो खनेर गाडेर राख्नुपर्छ। मनसाय कस्तो रहेछ त, कस्तो रहेछ प्रतिस्पर्धा। त्यसकारण चर्चिलले भने जस्तै आई एम ह्याप्पी, किनभने आई हेभ डन समथिङ। त्यसले देखाउँछ। हामी अब अहिले धेरै समय नलिउँ जस्तो लाग्छ मलाई। हामी चुनावको दौरमा छौँ। अझै पनि भन्न सकिन्न हामी आन्दोलनमा उत्रिनु पर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, अझै पनि भन्न सकिन्न।